नमस्ते। आज हामी कुरा गर्दैछौँ इल्युजन अफ कन्ट्रोलको बारेमा र प्राय हाम्रो यो एडिक्सनको बिरामीहरूमा जसमा चाहिँ तपाईँको रक्सीको लत लागेको छ अथवा तपाईँको ब्राउन सुगरको लत छ अथवा अन्य लागु औषधको लतको रोग छ अथवा तपाईँलाई यो जुवाको लतको समस्या छ भने प्राय व्यक्तिलाई कस्तो लाग्दो रहेछ भने म यो रोग कन्ट्रोल गर्न सक्छु, म जति बेला पनि यसलाई चाहिँ बन्द गर्न सक्छु। तर वास्तवमा त्यो उहाँहरूको नियन्त्रणभन्दा बाहिर गइसकेको हुन्छ। उहाँहरूले त्यसलाई कन्ट्रोल गर्न सक्नु हुँदैन र यो समस्या लतको मात्र होइन कि अरू चाहिँ रोगहरूमा पनि देखिँदो रहेछ। जस्तै तपाईँको जुन हाइपरटेन्सन भयो, डायबिटिज भयो, त्यसमा चाहिँ धेरै जस्तो व्यक्तिहरूले बिरामीहरूले के भन्नुहुन्छ भने म यसलाई आफै कन्ट्रोल गर्न सक्छु, म आफै कन्ट्रोल गर्छु भन्ने गर्नुहुँदो रहेछ। र परिणामस्वरूप के हुँदो रहेछ भने बिरामीले औषधि नखाने, औषधि छोड्ने, उपचारको लागि नआउने र उपचारमा आउँदा धेरै ढिला हुने, जटिल अवस्थामा आइपुग्ने, यस्तो अवस्थामा आउनु हुँदो रहेछ। त्यो भएको हुनाले मेरो सल्लाह के छ भने यस्तो अवस्थामा रेगुलर फलोअपमा आउनुपर्ने हुन्छ, रेगुलर चेकअप गर्नुपर्ने हुन्छ र रोग अहिले चाहिँ तपाईँको चाहिँ कुनै पनि लक्षण देखिएको छैन भन्दैमा तपाईँको रोग निको भइसकेको चाहिँ हुँदैन। त्यही भएर एक्सपर्टको सल्लाह अनुसार आफ्नो उपचार गर्नुहोला। धन्यवाद।